नमस्ते सम्पूर्णमा। आज हामीहरू डाटा साइन्स विथ पाइथन लेसनको तेस्रो क्लासमा छौँ र हामीले चाहिँ योभन्दा अगाडि पाइथनको हिस्ट्री, पाइथनको बारेमा टोटल पाइथनको फिचर्सहरू, किन पाइथन युज गर्ने भन्ने कुराहरूदेखि लिएर हामीले भेरिएबलहरू कसरी बनाउने, डाटा टाइपहरू के हो भन्ने विषयमा डिटेलमा क्लास गरेको छौँ। क्लास एकदमै बेसिक लेभलदेखि गइरहेको छ र आजको क्लासमा हामीहरूले यो मोड्युल, हामीले हिजो क्लासमा पनि हल्का मोड्युलको बारेमा डिस्कस गरेको थियौँ। मोड्युल कन्टेन्ट पाइथन कोड विथ 3 काइन्ड अफ रियुजेबल एक्टिभिटी भनेर भन्छ। जस्तो रियुजेबल एक्टिभिटी होइन, रियुजेबल एलिमेन्ट्स भनेर भन्छ। जस्तो रियुजेबल एलिमेन्ट्सहरू भेरिएबल, फङ्सन र क्लास, यो चाहिँ अब्जेक्टको पनि रियुजेबल एलिमेन्ट्सहरू हो। यिनीहरू चाहिँ भेरिएबल, हामीले इन्स्टेन्स भेरिएबल भनेर हिजो जुन गरेको थियौँ, त्यो इन्स्टेन्स भेरिएबलहरू पनि अब्जेक्टमा हुन्छ। जस्तो अब्जेक्ट भनेको इन्टिजर टाइप, स्ट्रिङ टाइप र फ्लोट, अनि त्यस्तै गरेर कम्प्लेक्स टाइपहरू, यिनीहरू चाहिँ अब्जेक्टको टाइपहरू भयो भने हामीले त्यसमा बनाउने भेरिएबलहरू रियुजेबल हुन्छ भनेर हेरेको थियौँ। अब त्यो कसरी हुन्छ भन्ने कुरा चाहिँ हामीले एकपटक हेरौँ। जस्तो त्यसको लागि हामीले लन्च गरौँ यसलाई। यसमा चाहिँ नि हामीले जस्तो पाइथनमा हामीले फाइलहरू बनाउँदाखेरि .py मा सेभ गर्ने अथवा .ipynb एक्सटेन्सनमा कुन एक्सटेन्सनमा सेभ गर्ने भन्ने हुन्छ। त्यो भनेको हामीले कुन चाहिँ कर्नेल युज गरेको छ भन्नेमा भर पर्छ। जस्तो हामीले जुपिटर नोटबुकहरूदेखि बनायो भने हामीले ipynb नोटबुक, यो एनबी भनेको नोटबुक हो, आइपिवाई भनेको आइपाइथन हो होइन। यसरी चाहिँ हामीले हेर्न सक्छौँ। र हामीले कुन चाहिँ कर्नेललाई युज गर्ने होइन। कर्नेल भनेको जस्तै अपरेटिङ सिस्टमहरूमा पनि यो कर्नेलहरूले काम गरिरहेको हुन्छ। जस्तो एन्ड्रोइड भयो, विन्डोज भयो, म्याक भयो, लिनक्सहरू भयो, यिनीहरूमा छोटी छोटी कर्नेलहरू हुन्छ। जस्तो लिनक्समा भने लिनक्सको आफ्नै कर्नेलहरू हुन्छ, विन्डोजको एन्टी कर्नेलहरू हुने भयो। त्यस्तै गरेर म्याक ओएसको चाहिँ डार्विन कर्नेलहरू हुन्छ। त्यो डार्विनलाई अहिले चेन्ज गरेर एक्सएनएस बनाएको छ जस्तो लाग्छ मलाई म्याकले। र यसरी चाहिँ कुन कर्नेल भनेको सफ्टवेयर र हार्डवेयरको बिचमा जसले पुलको काम गरिदिन्छ, अथवा हामीले सफ्टवेयरहरू बनाउँदा अथवा हामीले डाटाहरू चलाउँदाखेरि त्यो डाटालाई कुन मेमोरीको कुन एलोकेसनमा लिएर जाने, त्यो हार्डवेयर भनेको त मेमोरी हो। त्यस्तै गरेर प्रोसेसिङ गर्दाखेरि प्रोसेसर कति बिटमा प्रोसेस गर्ने, त्यसलाई होइन कति क्वालिटीमा प्रोसेस गर्ने, अथवा त्यसको रेन्ज कति हुने भन्ने कुराहरू हुन्छ। त्यस्तै गरेर हामीले जस्तो यो प्रिन्ट कमान्ड हामीले यहाँ चलायौँ, प्रिन्टमा हेलो भनेर लेख्यो भने यो प्रिन्ट भनेको त पाइथन कमान्ड भयो। PIRNT भयो, PRINT। जस्तो यो प्रिन्ट भनेको पाइथन कमान्ड भयो। यो प्रिन्ट भनेको पाइथन कमान्डले इनसाइडमा के गरेको हुन्छ भन्दाखेरि यो कर्नेलमा गएर कर्नेललाई कल गरेर यो हेलोलाई प्रोसेसरबाट मेमोरीमा लोड गराएर प्रिन्ट गराइरहेको हुन्छ। यसरी यो कर्नेल हामीले कुन कर्नेललाई युज गर्छौँ, जस्तो पाइथन कर्नेलमा पनि धेरै खालको कर्नेलहरू हामीले चलाउन मिल्छ। यसमा चाहिँ यो जुपिटर नोटबुकमा चलाउने कर्नेलको आधारमा हामीले यसलाई चाहिँ सेभ गरेको हुन्छौँ। IPYNB एक्सटेन्सन त्यही भएर हामीले राखेको र यसमा हामीले जुपिटर नोटबुकमा हामीले यो राख्दाखेरि IPYNB भनेर हामीले राख्छौँ। त्यस्तै .py को लागि हामीले छुट्टै कर्नेलहरू चलाउनु पर्ने हुन्छ। हामीले चाहिँ अहिले नोटबुकमै काम गरेको हुनाले हामीले पाइथनको फाइल भनेर IPYNB भनेर बुझ्छौँ। यदि हामीले डाइरेक्टली पाइथनकै हामीले कर्नेलमा काम गऱ्यो भने हामीले .py मा पनि सेभ गरेर हामीले चलाउन सकिन्छ। यसमा कन्फ्युजन हुनुपर्ने छैन। यो भइसकेपछि फङ्सनल अब्जेक्टहरू, क्लास अब्जेक्टहरू हामीले पछि पढ्नेछ। हामीले अहिले भेरिएबलहरू चाहिँ पढिराखेको छौँ र यसमा रियुजेबल भनेर हामीले देखाउन खोजिरहेको थियौँ। त्यो रियुजेबललाई एकपटक हेरौँ।
यसलाई चाहिँ मैले जस्तो हामीले यो फाइलहरूमा जस्तो फाइलहरू इम्पोर्ट गरेर अथवा फाइल नभएर यो मोड्युल भने हामीले पाइथनको फाइल सबै सम्पूर्ण फाइलहरू मोड्युल हो भनेर भनेको छौँ हामीले फाइल नभएर मोड्युलको रूपमा बुझेको छौँ हामीले एउटा मोड्युलदेखि अर्को मोड्युलमा डाटाहरू तानेर चलाउन सक्छौँ अथवा रियुजेबललाई हामीले त्यसरी पनि देखाउन सक्छौँ त्यसको लागि यो फाइल चाहिँ एउटै लोकेसनमा सेभ भएको हुनुपर्छ भनेर भन्छ मैले यसलाई सेभ गरिदिन्छु फर्स्ट रिलेसन.ipnb त्यस्तै मैले अर्को फाइल बनाइदिन्छु त्यसलाई म सेकेन्ड रिलेसन ipnb त्यस्तै मैले यसमा चाहिँ नि a इक्वल हेलो बनाएको छ भनेदेखि अब यो a भन्ने यसको भेरिएबललाई मैले यो मोड्युलको भेरिएबललाई यो सेकेन्ड मोड्युलमा लगेर युज गर्नु पर्यो भने मैले इम्पोर्ट गर्न सक्छु सबभन्दा पहिला इम्पोर्ट यो मोड्युल हामीले कल गर्नुपर्छ सबभन्दा पहिला हामीले ipynb को मोड्युललाई इम्पोर्ट गर्नुपर्छ त्यसपछि हामीले इम्पोर्ट फर्स्ट रिलेसन हामीले पछाडिको एक्सटेन्सन चाहिँ लेखिरहनु पर्दैन त्यस्तै गरेर मैले यहाँ गएर जस्तो डट ए गरेर मैले यसलाई चाहिँ कल गर्न सक्छु जस्तो यो ए भन्ने भेरिएबल यसको त होइन जस्तो मैले डाइरेक्टली यसलाई प्रिन्ट ए गरेँ भने त यहाँ एरर देखाउँछ किन भन्दा यो ए भन्ने भेरिएबल यहाँ त छैन यो मोड्युलमा त यो मोड्युलको त यो ए भन्ने भेरिएबल होइन तर मैले के गर्न सक्छु यहाँ गएर प्रिन्टमा गएर फर्स्ट रिलेसन डट ए गरेर मैले यसको भेरिएबललाई यता ल्याएर युज गर्न रियुजेबल भनेको यसलाई रियुजेबल भन्छ जस्तो एउटा मोड्युलको डाटालाई अर्को मोड्युलमा लगेर रिजल्ट निकाल्ने काम चाहिँ के भन्दाखेरि रियुजेबल यिनीहरू चाहिँ रियुजेबल हुन्छ यस्तो अब्जेक्टहरू भनेर भन्न खोजेको छ थ्योरीले हामीले यो पछि प्रोजेक्टहरू गर्दा अथवा ठुल्ठुलो कामहरू गर्दाखेरि हामीले एकदमै म्यासिभली युज गर्छौँ अहिलेलाई कन्सेप्ट बुझ्यो भने भइहाल्छ अब्जेक्ट एन्ड टाइप्स भनेको पनि त्यही नै हो हामीले पाइथनमा युज गर्ने अब्जेक्ट्सहरू भेरिएबल टाइप अब्जेक्टहरू फङ्सनल टाइप अब्जेक्टहरू क्लास टाइप अब्जेक्टहरू हुन्छ मैले अस्ति पनि देखाइसकेको छु अगाडिको भिडियो हेर्नुभयो भने अझै कन्सेप्ट क्लियर हुन्छ त्यही नै हो अब किवर्ड्सहरू भनेको छ किवर्ड्सहरू पाइथनमा 35 किवर्ड्सहरू यसले आफ्नो रिजर्भ किवर्डहरू भनेर रिजर्भ वर्डहरू नेटिभ वर्डहरू भन्छ यसलाई यसले पाइथनले आफ्नै बनाएर राखिरहेको हुन्छ त्यसको लागि हामीले किवर्डहरू पाइथनको के छ त भनेर हेर्नको लागि सबभन्दा पहिले यसको पनि मोड्युल इम्पोर्ट गर्नुपर्ने हुन्छ इम्पोर्ट किवर्ड्स छ सायद किवर्ड नै छ होला इम्पोर्ट अब यसमा हामीले चाहिँ हेर्न सक्छौँ यसमा प्रिन्ट गरेर किवर्ड डट त्यो मोड्युल डट गरेर केडब्ल्यू लिस्ट भन्ने लिस्टमा चाहिँ यसले चाहिँ यिनीहरूलाई राखेको छ जस्तो हामीले यहाँ देख्न सक्छौँ फल्स नन ट्रु एन्ड एज एजट असिङ्क अवेट ब्रेक क्लास यी सबै लाम्डा नन लोकल यी सबै नट अर यिनीहरू सबै चाहिँ के हो त भन्दाखेरि पाइथनको किवर्डहरू यो किवर्डहरूलाई हामीले भेरिएबलको रूपमा फङ्सनहरूको रूपमा हामीले यिनीहरूको नाम चाहिँ राख्न सक्दैनौँ यिनीहरूलाई हामीले चाहिँ नि रेफरेन्स भेरिएबलको रूपमा युज गर्न हामीले सक्दैन भन्न खोजेको हो जस्तो यो कतिवटा छन् त भनेर हेर्नु पऱ्यो भने हामीले यिनीहरूको लेन्थ कति हो भनेर लिस्टको लेन्थ हामीले यसरी पत्ता लगाउन सक्छौँ 35 वटा किवर्डहरू छ यो किवर्डहरूलाई हामीले चाहिँ नि युज गर्न पाउँदैनौँ हामीले हिजोको लेसनमा पनि यो कुराहरू अलिकति गरेको थियौँ त्यस्तै अर्को भनेको जस्तो हामीले हिजो हल्का चाहिँ नि के को कुरा गरेको थियौँ भन्दाखेरि यो ह्यासले के गर्छ भन्दाखेरि कमेन्टहरू दिन्छ भनेको थियो सिंगल लाइन कमेन्टहरू यसको लागि मैले इम्पोर्ट मोड्युल भनेर भने मैले ह्याससँग स्पेस दिएर
यो कोडको फर्मेटलाई यो कोडको जस्तो मार्कडाउनको कर्नेलमा मैले चेन्ज गरेर इन्टर गरेँ भने दुई ठाउँमा इम्पोर्ट भइरहेको रहेछ, यसलाई हटाइदिउँ। इन्टर गऱ्यो भने यसले चाहिँ हेडिङको रूपमा यसलाई लिन्छ। जस्तो यो कमेन्ट पनि हामीले हेडिङको रूपमा राख्न सक्छौँ र यसले चाहिँ नि कम्पाइलरहरूलाई लोड गर्दैन हैन। जस्तो इम्पोर्ट मोड्युल भयो, मैले यहाँ तल गएर अब म अर्को च्याप्टर सुरु गर्न जाँदैछु अथवा अर्को कामको लागि मैले कमेन्ट गर्नु पर्यो हेडिङको टाइपमा भने मैले अपरेटर्स भन्ने गर्छु यसलाई याससँग र यसको कोड फर्मेट मैले मार्कडाउन गरेर रनिङ गरिदिन्छु अपरेटर्स। अपरेटर्स पाइथनमा अपरेटर्सहरू हामीले धेरै किसिमको अपरेटर्सहरू हेर्छौँ। जस्तो यहाँ मैले नोट पनि बनाइसकेको छु होला। जस्तो अरिथमेटिक अपरेटर लगभग C++ जाभाहरूसँग मिल्छ यो यिनीहरू अरिथमेटिक अपरेटर्स अथवा यिनी अपरेटर्सहरू। तर केही अपरेटर्सहरू चाहिँ फरक छ। त्यो के फरक छ भनेर म चाहिँ यहाँ देखाउन गइरहेको। जस्तो अरिथमेटिक अपरेटर्समा पनि हामीले यो डबल स्टारहरू देखिरहेको छौँ। अब जस्तो सिङ्गल स्टारले त मल्टिप्लाई गर्ने काम गर्छ, 3 इन्टु 5 गऱ्यो भने त यसले चाहिँ 15 देखाउने काम गर्छ, मल्टिप्लाई गर्ने काम गर्छ। अब यो डबलको अर्थ चाहिँ के हो भन्दाखेरि यसले चाहिँ स्क्वायर, जस्तो 3 डबल इन्टु 2 गऱ्यो भने 3 को स्क्वायर, रिजल्ट चाहिँ 9 आउनु पऱ्यो, यसै चाहिँ आइदिन्छ। यसले चाहिँ जति ठुलो नम्बरलाई पनि जति ठुलो पावरलाई पनि यसले चाहिँ काउन्ट गर्न सक्छ भनिन्छ पाइथनमा। यसरी चाहिँ यत्रो ह्युज नम्बरहरू पनि पाइथनले मेमोरी म्यानेजमेन्ट चाहिँ अब्जेक्टको रूपमा गरेको कारणले यत्रो ठुल्ठुलो क्यालकुलेसनहरू पनि सम्भव हुन्छ यसमा। जस्तो C++हरूमा अथवा जाभाहरूमा यो अलिकति गाह्रो हुन्छ यत्रो ठुलो नम्बर्सहरूमा काउन्टिङहरू गर्नको लागि। त्यही भएर हामीले पाइथन डाटा साइन्सहरूको लागि मेसिन लर्निङहरूको लागि पाइथनको युज गर्ने अर्को कारण यो पनि हो। ठुल्ठुलो क्यालकुलेसनहरू यसले छिटै नै गरिदिन्छ र मेमोरी म्यानेजमेन्ट पनि त्यसै अनुसारले गरेको हुन्छ। त्यस्तै गरेर यो डिभाइड दुईवटा डिभाइड छ, ट्रु डिभाइड र अनि यो अर्को नेचुरल डिभाइड भनेर छ यहाँ। जस्तो हामीले 5 अथवा 6 डिभाइड 2 गऱ्यो भने यसले चाहिँ नर्मल डिभाइड दिन्छ यसरी चाहिँ नि। अनि 7 डिभाइड 3 गऱ्यो भने यसरी यसलाई चाहिँ फ्लोट भ्यालुमा नम्बरहरू दिन्छ। भनेको यसले चाहिँ फ्लोट भ्यालुमा नम्बरहरू अटोमेटिकली रिजल्टलाई चेन्ज गरेर राखिदिइराखेको हुन्छ। त्यस्तै गरेर अर्को भनेको जस्तो 7 डिभाइड डबल डिभाइड मैले 3 गऱ्यो भनेदेखि यसले चाहिँ रिजल्ट 2 मात्रै दिन्छ। भनेको यहाँ चाहिँ नि हामीले यसले रिजल्ट दिँदाखेरि जहिले पनि यसलाई इन्टिजरमै रिजल्टहरू दिइरहेको हुन्छ, नम्बरमै रिजल्टहरू दिइरहेको हुन्छ भने यसले चाहिँ फ्लोट भ्यालुमा चेन्ज गरिदिइरहेको हुन्छ। अब जस्तो यहाँ दुईटै नम्बर चाहिँ नि के छ अहिले इन्टिजर नम्बर छ। जस्तो 3.0 गऱ्यो भने यसले फ्लोटमा चेन्ज त गर्छ तर के गरिदिन्छ भन्दाखेरि अगाडिको भ्यालुलाई चाहिँ नि यसले मात्रै लिइदिन्छ, 2.0 पछाडिको लिँदैन हैन। यस्तो चाहिँ यसमा अलिकति हामीले डिफ्रेन्सहरू पाउन सक्छौँ। ठुल्ठुलो क्यालकुलेसनहरूमा हामीले यो रियल डिभाइडहरू गर्छौँ भने त्यो परेन, आवश्यक परेन। जस्तो C++हरूमा इन्टिजरलाई इन्टिजरसँग क्यालकुलेसन गर्दाखेरि C++हरूले इन्टिजर नै रिटर्नहरू दिन्छ। फ्लोटहरू भेरिएबलहरू युज गऱ्यो भने त हामीले फरक क्यालकुलेसनहरू पाउन सक्छौँ। तर यो दुईटाको डिफ्रेन्स चाहिँ यसरी नै हामीले डिफ्रेन्सले यसलाई क्यालकुलेसनहरू गर्न सक्छौँ। त्यो मोड्युल भयो अनि एडिसन, सब्सट्र्याक्सन, मल्टिप्लाई त यो भइहाल्यो। त्यस्तै रिलेसनल अपरेटरहरूमा पनि ग्रेटर देन लेस देन थोरै भिन्नता हुन्छ। जस्तो हामीले C++मा 6 ग्रेटर देन 5 ग्रेटर देन 4 गऱ्यो भने अब यसको रिजल्ट अब यो ग्रेटर देन लेस देनको रिजल्टहरू चाहिँ ट्रु र फल्समा आउँछ। यसमा यस्तो गर्दाखेरि हामीले C++हरूमा यो फल्स रिजल्ट आउँथ्यो। किन फल्स रिजल्ट आउँथ्यो भन्दाखेरि C++को कम्पाइलरले अथवा कम्पाइल टाइम्समा यसलाई चाहिँ कसरी बुझ्थ्यो भन्दाखेरि 6 ग्रेटर देन 5 इक्वल ट्रुको रूपमा बुझ्थ्यो। 1 रिजल्ट आउँथ्यो त्यहाँ सबभन्दा पहिला, अनि त्यसपछि त्यो 1लाई 4सँग क्यालकुलेसन गर्थ्यो फेरि यसले।
अनि 1 त 4 भन्दा लेस देन हुन्छ। त्यसो भएको कारणले यसमा रिजल्ट चाहिँ फल्स आउँथ्यो त्यतातिर भने। पाइथनमा चाहिँ यसले लोजिकली चाहिँ यो सबै भ्यालुहरूलाई हेर्ने भएको कारणले रिजल्ट चाहिँ ट्रु आउँछ। अलिकति फरक चाहिँ हुन्छ। त्यस्तै इक्वल, ग्रेटर देन इक्वल, लेस देन इक्वल, अनि त्यसपछि चाहिँ नि यिनीहरू चाहिँ होइन, यसो चाहिँ हामीले यी अपरेटर्सहरूलाई युज गर्न सक्छौँ। अब लोजिकलमा नट एन्ड अर भनेर छ, जस्तो यसमा एन्ड र अरमा अलिकति जस्तो राम एन्ड श्याम गऱ्यो भने जस्तो मैले यसलाई चाहिँ स्ट्रिङलाई चाहिँ मैले स्ट्रिङकै फर्मेटमा लेख्छु। राम एन्ड श्याम गऱ्यो भने रिजल्ट चाहिँ यसमा चाहिँ हामीले हेर्न सक्छौँ, श्यामको रिजल्ट हेर्न सक्छौँ। भने राम श्याममा डिपेन्ड छ भन्ने अर्थमा यसले चाहिँ यसरी रिजल्ट दिन्छ। त्यस्तै राम अर श्याम भन्यो भने फेरि श्याम फेरि राममा डिपेन्ड छ भन्ने अर्थमा यसले बुझ्छ, रिजल्ट चाहिँ राम दिन्छ। यो हामीले पछि पढ्छौँ डिटेल्समा। अनि त्यस्तै गरेर बिटवाइज अपरेटर भनेको जस्तो यो हामीले अर गेट, नर गेट होइन, अनि त्यसपछि चाहिँ नि एन्ड गेट भन्नु पर्थ्यो हो। त्यस्तो खालको डाटाहरू क्यालकुलेसनहरू गर्नु पऱ्यो भने यो काम लाग्छ। जस्तो अर गेटमा होइन 0 1 इक्वल 0 एन्ड 0 अर 1 इक्वल, अनि त्यस्तै गरेर 1 अर 0 इक्वल भनेर हामीले जुन पढ्थ्यौँ डिजिटल साइन्समा हो, त्यो क्यालकुलेसनहरूको लागि यो काम लाग्छ। हामीले यसलाई पनि पछि हेर्नेछौँ बिटवाइजमा। एसाइनमेन्ट अपरेटरहरू, एसाइनमेन्ट भनेको अब जस्तो हामीले अस्ति पनि हेरेको थियौँ ए इक्वल 5 भनेको यो 5 चाहिँ एमा एसाइन छ। यो 5 को अब्जेक्ट चाहिँ यो ए भन्ने रिफरेन्समा एसाइन छ। अब्जेक्टको एड्रेस चाहिँ यो एमा एसाइन छ भनेर हामीले अस्ति पढेको थियौँ, त्यही नै हो। अनि प्लस इक्वल भनेको 1 इन्क्रिमेन्ट गर्छ यसले, माइनस इक्वल भनेको 1 डिक्रिज गर्छ यसले होइन। यसरी चाहिँ हामीले यी सम्पूर्ण कुराहरू चाहिँ हामीले डिटेल क्लासहरूमा पढ्नेछौँ। इज नट भनेर छ, जस्तो इज नट भनेको यो सर्चिङहरूमा काम लाग्छ। जस्तो राम भयो भने इज यसमा चाहिँ फल्स रिजल्ट, किन भन्दाखेरि केस सेन्सिटिभ भएको भएर। जस्तो यसरी ट्रु भ्यालुहरू, जस्तो यो राममा आर भन्ने वर्ड छ भनेको यसरी यस्तो कुराहरू हामीले हेर्छौँ आइडेन्टिफाई अपरेटर्सहरूमा। मेम्बरसिप अपरेटरहरूमा मेम्बरसिप अपरेटरको हामीले हेरेको रहेछ इनको, नट इनको, इज नटहरू पनि हामीले सबै यो डिटेलमा युज गर्छौँ पछि चाहिँ हामीले कर्मश क्लासहरू आउँदै गर्दाखेरि। त्यस्तै गरेर यसमा चाहिँ इनपुट भनेर छ। इनपुटको हामीले अस्ति हेरेको थियौँ, इनपुट कसलाई इनपुट गर्ने त, यसले किबोर्डदेखि इनपुटहरू लिँदाखेरि कसरी लिन्छ, के गर्छ भन्ने कुराहरू छ। हामीले यसको जस्तो ए इक्वल इनपुट इन्टर यो नेम गऱ्यो भने यसले चाहिँ के गर्छ, यसलाई चाहिँ लगेर एमा चाहिँ नि स्टोर गरिदिन्छ। त्यस्तै गरेर मैले अस्ति भनेको थिएँ यसले सबै कुराहरूलाई इनपुटबाट किबोर्डबाट लिएको सबै कुराहरूलाई यसले चाहिँ नि स्ट्रिङ भ्यालुमा हाल्छ भनेको थिएँ। र मैले इन्टिजर टाइपको भ्यालुहरू अथवा फ्लोट टाइपको भ्यालुहरू मैले लिनु पऱ्यो भने मैले त्यहाँ टाइप छुट्याइदिन्छु। जस्तो बी इक्वल इनपुट इन्टर एनी नम्बर भने, तर मैले टाइप छुट्याएको छैन भने यसले यो नम्बरलाई पनि स्ट्रिङको रूपमा लिन्छ होइन। र त्यो स्ट्रिङको रूपमा नलियोस्, त्यसलाई इन्टिजरको रूपमै लियोस् भन्नको लागि मैले यहाँ आइएनटी लगाइदिन्छु अगाडि। अब चाहिँ यसले केमा लिन्छ, यसलाई नम्बरको रूपमा लिन्छ। यसै चाहिँ हामीले आजको यो एकदमै बेसिक लेभलको हामीले क्लास आजलाई यति नै गरौँ। र भोलिदेखि हामीले इम्पोर्टेन्ट क्लासहरू गर्नेछौँ, लोजिकल
अपरेटर्सको कुराहरू गर्नेछौँ हामीले यसमा। अनि त्यस्तै कन्डिसनको कुराहरू गर्नेछौँ, इफ एल्सहरूको, अनि लुपहरूको कुराहरू गर्नेछौँ, इटरेसनको कुराहरू गर्नेछौँ। र एकदमै यो स्क्र्याच लेभलको क्लास भएको हुनाले हामीले एकदमै बेसदेखि जान्छौँ। सबैभन्दा पहिला बेस बनाउँदै अगाडि बढ्छौँ हामी। यो भिडियो हेरिसकेपछि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।